हेलो गाइजहरु तपाईलाई स्वागत छ मेरो ब्लगमा। आज चाहिँ म पानीपुरी बनाउन जाँदैछु। म नुहाएर रेडी भइसके। अब पानीपुरी बनाएर अनि खानेवाला छ। तपाईलाई देखाउँछु म मेरो रेसिपी। सो मैले पानीपुरी बनाउन सब सामानहरु चाहिँ ल्याइसके। अब आलुहरु उसिन्छु अनि त्यसपछि बनाउन सुरु गर्छु। हेर्दै गर्नुस् है त। प्राय पानीपुरीहरु चाहिँ म चाहिँ घरमै बनाएर खान्छु। चटपटहरु चाहिँ म बाहिर जान्छु किनभने चटपटलाई चाहिँ आफूले बनाएको अलि टेस्ट मन पर्दैन। यस्तो बनाउने कुरामा चाहिँ म अलि ब्याड नै छु। तर पानीपुरी चाहिँ मलाई घरमै बनाउन मन पर्छ किनभने अलि धेरै बनाएर अलि धेरै नै खान पाइन्छ नि त। त्यही भएर म चाहिँ घरमै पानीपुरी बनाउँछु। यसमा पनि म त्यति धेरै एक्सपर्ट त हैन, तर पनि फर्स्ट ट्राई हेरौँ। फर्स्ट ट्राई पनि हैन तर भ्लगमा चाहिँ फर्स्ट टाइम नै हो। सो गाइज मैले चाहिँ यति पुरी बनाएँ। आलु सुनेर भ्याउलाइसकेको लगभग आलु सुनिँदैछ। त्यति बेलासम्मलाई चाहिँ म मसला बनाउँदै गर्छु। प्याजहरु काट्छु। हेर्दै गर्नु होला। चाहिँ धेरै केही पनि मिसाएन। के छ यहाँ? प्याज छ, धनिया, खुर्सानी अनि केराउ, बदाम, चाउचाउ। अरु के चाहिन्छ गाइस? त्यति भयो हुन्न र हुन्छ है? मिठो हुन्न? हुन्छ होला। मिठो हुन्छ होला। मलाई चाहिँ खासै धेरै केही बोल्न आइरहेन किनभने मेरो फर्स्ट भ्लग हो नि त। मलाई के बोल्दै आइरहेन। कस्तो अनकम्फर्टेबल फिल भइरह। अलि लाज लागेको हो कि अनकम्फर्टेबल भएको हो कि कुरा नआएको हो कि के हो के हो। पछि बिस्तारै बिस्तारै अझै राम्रो गर्दै जानेछु। यो चाहिँ म भन्न सक्छु। जति यो क्यामेराहरुसँग पनि के अब जति आफू फ्यामिलियर भयो अनि जति धेरै बोल्दै गयो त्यति नै कन्फिडेन्ट आउने रहेछ के। हामी त अब क्यामेरासँग त्यति धेरै फेस गरिरहेको हुन्नौं नि त। त्यही भएर कस्तो के कुरै नआएको हो कि अब बोल्ने कुरै छैन कि न कन्टेन्ट नै नभएको हो कि टाइपको चाहिँ फिल हुँदो रहेछ फर्स्ट टाइम गर्दाखेरि। आई थिंक नेक्स्ट टाइमबाट चाहिँ अलि फ्यामिलियर हुनेछु म पनि किनभने म नि अलिकति एक्सट्रोभर्ट टाइपकै हो। त्यति इन्ट्रोभर्ट चाहिँ हैन। मलाई बोल्नलाई त्यति लाज नै लाग्ने चाहिँ हैन। तर लाज मान्ने जस्तै भयो मलाई। हल्का हल्का रुगा पनि लागिरहेको मलाई। त्यही भएर रुगा पनि लाग्नु भएर पानीपुरी बेस्ट औषधि पानीपुरी र चटपट हो है गाइस। सो म चाहिँ अब हजुरहरूलाई यो मोलिसकेपछि देखाउने छु। के मैले देखाउँछु पर्खिनु एकछिन। के मैले म देखाउँछु तपाईहरुलाई। आलु पनि उसिनेर रेडी भइसक्यो। सो पहिला म यो राख्छु अनि थोरै चना लिए मैले। ए हैन केराउ। के गर्ने तातो रहेछ जिन्दगीले मलाई कहाँ पुर्यायो। सो गाइज पानीपुरी चाहिँ बनाएर रेडी भइसक्यो। हेर्न सक्नुहुन्छ यो पानी यो अब म टेस्ट गरेर भन्छु है त कस्तो छ। बोरी हालेर खाऊँ है। खाए ल साथीहरु फर्स्ट बाइट। दामी मिठो दामी प्रिय भएको। सो गाइज एकदम मिठो भयो। अन्तिमसम्म भिडियोलाई हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। र सब्स्क्राइब नगर्नुभएको साथीहरु चाहिँ प्लिज सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। यस्तै भिडियोहरु म फेरि पनि हाल्ने नै छु। एन्ड बाई।